Hi everyone, good evening. I hope सबैजना सन्चै हुनुहुन्छ र म पनि ठीक छु. फाइनली हामी चाहिँ धेरै समयपछि चाहिँ मैले यो भिडियो चाहिँ अपलोड गर्ने भनेर चाहिँ मैले एउटा भिडियो बनाउन गइरहेको छु. केही अब आफ्नो आवाजहरूलाई नियन्त्रण दिनुपर्छ अनि च्यानललाई पनि राम्रो बनाएर राख्नुपर्छ भन्ने सोचले चाहिँ मैले चाहिँ यो भिडियो बनाउन गएँ. अनि मेरो साथमा हुनुहुन्छ किसन सुनार. आज केही भनिदिनु न मेरो च्यानललाई. नमस्ते सबैजनालाई, लभ यु सो मच. मेरो च्यानललाई ग्रो गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला. थ्याङ्क यू. अनि आजको माहौल पनि माहौल त हाम्रोतिर त यस्तै हो होइन, रमलघारी हो. लाइटिङहरू झलमल्ल छ यतातिर. यस्तो हुन्छ कि परदेशमा होइन, अब पट्ने बेलामा पर्दैन. यस्तो छ होइन, कम्पनीको लोगोहरू पर्ने बेलामा पर्दैन. अनि बिल्डिङहरू, हामी बस्ने क्याम्पहरू यही भित्र नै हो. अनि आज फराइरहेको जलपालमा चाहिँ धेरै साथीभाइहरू अनि परदेशी, हामी जस्तै परदेशी साथीहरूको आउट जाउट अनि यसो जे शरीरलाई कसरत गरिरहेछन् सबैजनाले. अनि यस्तो माहौल छ. मेरो योभन्दा अगाडिका भिडियोहरूलाई चाहिँ हजुरहरूले मनपर्छ भने यसो सक्नुहुन्छ भने यसो साथीहरूसँग चाहिँ सेयर गरिदिनु होला है त. अनि किनभने मैले यो च्यानललाई चाहिँ राम्रो बनाएर राखेँ भने पछि नेपाल गएपछि चाहिँ मैले केही विशेष भिडियोहरू लिएर आउने छु. माथि हिमालतिर गएर अनि हरियाली अनि जङ्गल भिडियोहरू लिएर आउने छु विशेष. त्यसलाई तपाईँहरूको लागि एकदम उत्तम हुनेछ. जङ्गलको चाहिँ मैले एकदमै सपना बोकेको छु कि बर्खाको सिजनमा. अनि निगालोको टुसो अनि सल्लाह भुङहरूको तिनीका भिडियोहरू लिएर आउने भन्ने मेरो सोच छ. अनि च्याउहरू अनि अरू अन्य विभिन्न चिजहरूका भिडियो लिएर आउने सोच बनाएको छु. प्लस त्यो भिडियोको लागि भए पनि यो भिडियोलाई चाहिँ माया गरिदिनु है त हुन्छु. अनि केटाहरूलाई चाहिँ टक्क हात मिलाउँछु होइन. भेनाजु गइसकेर पनि भेट भइसक्यो. हेलो गाइसहरू, गुड इभिनिङ. ओहो हेलो बर्दार, के छ? यता त यस्तो कार्यक्रम चलिरहेछ. अनि उता है ए ल शुभ है. हजुर सुरज भाइलाई होइन गरिरहेछ. ल ठिक छ ल. सुरेश भाइ, उहाँहरूले हजुरलाई सम्झिनु भएको छ, तपाईँलाई होइन सम्झिनु भएको छ. परदेशदेखि भयो भने चिसो पिएर है फेरि. ठिकै छ ल. हेलो लालप्रसाद दाई, आरामै हुनुहुन्छ? एकदमै आरामै ठिक छ के होइन. आज त अनि घरमा सुरज भाइले पुरा डान्स पनि खतरा दिइरहेछ नि होइन. हाम्रो भाइले त यस्तो डान्स चाहिँ खतरा. हजुर खतरा थालेको छ. यस्तै हो, रमाइलो छ. केही भनिदिनु न भाइलाई यो भिडियोमा. आज उहाँको वैवाहिक जीवनमा अब उहाँको आज उहाँ विशेष दिन होइन, विवाहमा चाहिँ बाँधिनु भएको छ. शुभकामना दिनुहोस् न. शुभकामना छ हाम्रो भाइ दल्लालाई. यति बधाई छ. अब हामी टाढा भए पनि अब गाउँघरमा रमाइलो सम्झिरहेकै छौँ हाम्रो भाइ दल्लालाई. अनि अरू त भन्ने विषयहरू त सेपरेटै फोन गरेर भनिदिन्छ ल है त. ल ल दाइ, थ्याङ्क यू.